No, ठोक्छन् रितुले भन्छ अहिले त्यसको सबै हालिदिन्छु मैले ट्याप 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 5 विन भयो एउटा विन मिस्टेक खानु पर्ने यस्तो छ अब लाइफ अफ हुन्छ एउटाले जिताउँदैन आइडी प्राइभेट गरेछ तैँले आइडी प्राइभेट गरे पनि केही फरक पर्दैन त्यसले चाहिँ होइन त्यसको मैले फोटोहरू मैले डाउनलोड गरिसकेँ मिठ्याउला आइसक्यो आइडी प्राइभेट गरेछ होइन नि अहिले कहिले आइडी प्राइभेट गरेछ अहिले आइडी प्राइभेट गरेछ तैँले आइडी प्राइभेट गरेर केही फरक पर्दैन तेरो मैले भिडियो डाउनलोड गरिसकेँ क्या अरे निटौलालाई ढोगेको छ ल लगाउन रितु मेरो निटौला आइसक्यो निटौला 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 त्यसलाई ठोक न हौ मजाले ठोक न हौ रितु ठोक न बिचरा बिमारी आइडी प्राइभेट गरिसकि आउँछ यति छ यति हेर्दैछ मैले ब्लग गरिदिएँ त्यो खादिनेलाई कहाँ त्यसलाई राख्छु मैले त्यसको भिडियो छ मैले अहिले गर्छु अहिले त्यसको मैले भिडियो हाल्छु अहिले मैले डाउनलोड गरेको छु नि त्यसको भिडियो केमा हाल्छ हौ टिकटकमा फेसबुकमा हाल्छु नि कहाँ टिकटकमा हाल्ने हो फेसबुकमा पुरै भाइरल हुन्छ अब के भनेर लेखिदिन्छु ऊ निटौला आइसक्यो बल्ल आयो निटौला आयो निटौलालाई ढोगेछ यसरी हेर्नु त 22 लेभल हुन्छ हाम्रो युकेबाट फेरि सुदर्शन थ्याङ्क यू सो निटौला मच युकेबाट हो नि के होइन अब दिन्छ निटौलाले दिन्छ निटौलाबाट स्टार्ट भयो निटौला युके मेड इन युके निटेला 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 कहाँबाट युकेबाट हो नि थ्याङ्क यू सुदर्शन अब निटेलालाई भेट्छु युकेमा कहिले भेट्ने हो निटौला पैसा धेरै बोकिरहेको खानुपर्छ फलो गर्नुहोस् है म फलो ब्याग दिन्छु सबैले गाइस फलो गर्नु टिकटक बनाउनु पर्छ कहिले भेट्ने हो भन छिटो माथि 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 ताना नगरे नतान है मान्छे एउटा पनि नतान तिमीलाई हेल्प गर्छ नि के तान्छौ जिताएको छ नजितायो भने के बताउने म तानिहाल्छु नि नजितायो भने के बताउने तिमीलाई अब राम्रो भनेको मैले मैले भनेको को मलाई के थाहा को त्यो अनि आएर एकाएसी आएर मलाई गाली गर्छ क्या त्यो केटीले एकछिन ल म एक्लै गेसमा लिन्छु अहिले किन त्यतिकै गाली गर्नुको लागि आएर त झारे नि आएर हेलो हाई नमस्ते टिकटक बनाएको जस्तो लाग्यो मलाई दिदी र बहिनीले कालो ड्रेस के होइन हो जस्तो लाग्यो पैसा 5,000 पाउन्ड रेडी गरेर राख है 6,000 7,000 पाउन्ड ओके हस् म तान्छु ओके बस भन्दैछ पैसा रेडी गरिरहेको काम केमा के गर्ने हो भने के गर्ने हो अब चाहिएन पैसा त चाहिन्छ पैसा बिना इतिहास समाप्त हुन्छ भन्ने कुरा थाहा छैन के भएको फोनमा यो फोनसँग पुरा फाल्ने छ मामा निटेलाले बाहुदा निटौलाले हिजोदेखि आजै आएको माल यति छैन 0 छ सेन्टी फ्ल्याट छ यति आजै आएको माल छैन त्यही भएर हिजो रिसले सुतेको के छैन होला
रितुको त युट्युबबाट पनि आउँछ होला है म भिडियो हालेको छैन आजकल त्यही भएर मैले पैसा कमाउँछु फरेन कन्ट्री कतिवटा ठाउँ गयो म युएसए थाइल्यान्ड युएसए पनि गयौ दुबई युएसए गयौ म अस्ति उसलाई नरेशलाई भेटेर आएको नि त कहाँ युएसए नरेश भन्ने त मेरो पनि आउँछ को नरेश भन्ने को नरेश नरेश गुरु होइन हौ तिम्रो के पर्छ त भनेको पहिला के पर्थ्यो पहिला त अब बोयफ्रेन्ड पर्थ्यो अहिले एक्स पर्छ छोडिसक्यौ अहिले छुटिसक्यो कस्तो धोका दिएछ होइन धोका दिएको त्यसलाई धोका भन्दैन त्यसलाई माया भन्छ माया साइला दाई युकेको साइला दाई तपाईँ कहिले हो घर आउने आउँछु किन केटाले केटीलाई छोड्दा माया हुन्छ र डिस्प्रेसन पर्छ नि खै त्यही भएर एउटा युएसएको केटा खोजेको कोही भेट्दिन राम्रो माया गर्ने सपोर्ट गर्ने छ भने एउटा खोजिदिनु त साइल दाई राम्रो केटा इमानदारी चाहियो इमानदारी ह्यान्डसम पैसावाला युएसएको केटा क्या अनि पछि मलाई पनि उतै युएसए लगोस् सेटल गरोस् भनेर नि त्यो त यस्तो हुन्छ तपाईँको त्यति गरेन भने त लाग्ने पनि कुरा होइन है त्यो त त्यति गरेन भने काम छैन मैले पनि यस्तो धनी केटी हेरेको छु छैन पाएको एउटा पैसा आएर दिनमा धेरै न 14-15वटा युनिभर्स हान्ने हिँड्ने धानी पाउँछ त्यति हान्ने भेटे त हुन्छ होइन निटाउलाले हान्दैछ प्रयास गर्दैछ युके नै डर छ निटाउलाले पनि 2 रुपियाँ लगेर एउटा घर बेचेर हान्दै त हुन्थ्यो एउटा घर मात्रै बेचेर हानिदिएको घर बेच्नु पनि पर्दैन डाइरेक्ट ब्याङ्क टु ब्याङ्क सर्भिसले बताए होइन र टिकटकमा पैसा काट्छ होइन रितु अनि डाइरेक्ट हालिदिए राम्रो हुन्छ खै दाई थाहा छैन गाई सबैले फलो गरेर ला अब म जान्छु ल दाई ल रितु म खोजिदिन्छु नसुर्ता म खोजिदिन्छु राम्रो ह्यान्डसम क्युट है म जस्तो ह्यान्डसम खोज्नु ल ह्यान्डसम अल गो आइटी ह्यान्डसम चाहियो मलाई म त्यस्तो झारपात मन पर्दैन म ह्यान्डसम छु रितु मैले पाउनु चान्स छ केटी भन्छ तपाईँ पाउनुहुन्छ डाँदैन तपाईँ कस्तो ह्यान्डसम हुनुहुन्छ मसँग पैसा पनि नभएको त्यही नेपालको 10-12 करोड छ त्यति अब सेटल गर्ने पऱ्यो भने अब काठमाडौँमा जग्गा छ घर छ बनाउनु पऱ्यो बिजनेस हो नि अब हान्ने यिनीहरू यो निटाउला अब यिनीहरूले अगाडि बढ्दै मेरो पनि के प्रतिक्रियाहरू अगाडि बढाउन सक्छ जब यिनीहरूले हान्न चाहिँ ढिला र सुस्ती भयो साइलो 6 बजी दिने हिजो 11 आज छ होइन हुन्छ दादा ल म अहिले इन गरेको भरे जोइन गर्नुपर्छ ल भरे तिम्रो यहाँ सुन त यहाँ त्यो यहाँ आएको छ सुनिता गिरी भन्ने हो यहाँ मेसेज गरेकी छ रितु रन्डीले मलाई ब्लक गरी भन्दैछ है मैले पनि अब यहाँ म्युट गरिदिन्छु उसलाई त्यो रन्डी साला पक्का रन्डीको अहिले भिडियो हाल्छ पक्का रन्डी साला खाते नि त्यसलाई ब्लक गरिदिनु त रन्डीलाई ब्लक गर्नु यहाँ ब्लक भयो अनि त्यसलाई ब्लक गर्नु हुन्छ गरी के भन्नु त्यसरी नलेखिदिनु तपाईँहरूले पनि त्यसरी लेखिदिनुहुन्छ त्यसको नदेखाउनु त म त्यसको भिडियो हाल्दैछु म यहाँ त्यसलाई म्युट तपाईँ म्युट गर्नुभयो त्यसलाई म्युट छ र खै अब त्यसको भिडियो जान्छ यहाँ टिकटकमा जान्छ अब मेरो फेस जान्छ
यार भालु हो यार यहाँ यहाँ यो होइन यो तेरो भाउजू तेरो दाइ तेरो आमा होइन यो होइन हेर यस्तो खतरा लेख्छौ हेर डर लाग्दो ठुक्छ साला यो पख अहिले म हाल्छु हेर न यहाँ फेसबुकमा हाल्छु म हेरी के छोडिदिनु भयो नि उसले नराम्रो लेखेको छैन किन छोड्नु त्यसले रन्डीलाई मैले त्यसलाई किन छोड्नु रन्डीलाई त्यसलाई मैले किन छोड्नु त्यसलाई म चिन्दिनँ त्यसले मलाई किन गाली गर्ने त्यो रन्डीले त्यो त हो त्यसो गर्नु उसले चाहिँ एकदम अघि त केही भनेन त्यसलाई म चिन्दिनँ त्यो त्यसलाई मन पर्दैन भने किन मेरो लागि भेट्न आउनु पर्यो त्यसलाई म त्यति छोड्छु त्यसलाई मैले नामले बिचार दिन्थेँ किन नाले मैले म त्यसलाई किन छोड्नु भना के त्यसलाई म चिन्दिनँ त्यसले मलाई किन सल्लाह अगाडि आएर ल भन न पहिला त्यो त हो यिनीहरूले ऋतु पागल बनाउँछ ठिक छोड्दिनँ छोड्नु त्यसलाई मैले किन छोड्नु क्या ल भन न ल ठिक छ त्यसलाई मैले गाली गरेको भए एक्जाम्पल म गल्ती थिएँ होला त्यो सिधै आउँछ मेरो लाइफमा त रन्डी गरेँ त भालु गरेँ तेरो जिन्दगी थुक गरेँ भने चाहिँ त्यसले त्यस्तो भन्यो त्यसले मलाई चाहिँ त्यसको मैले के खाइदिएको छु ल भन न के भयो फेरि हे दाइ लाइफमा हो के त्यसको मैले के खाइदिएको छु त्यसको बाउको सम्पत्ति खाएको छु मैले त्यो रन्डीको त्यो त्यहाँ आएछ लाइभमा आएछ रन्डी भालु भनेर ऊ बहिनीलाई निटोलाई गेम लगाउ न नखेल्ने गेम नखेल्ने क्या छोड्नु एकछिन न दिमाग खराब भयो मेरो छोरा बिचराहरू मुड अफ गरिदि साला खाते नि म त्यसलाई कहाँ छोड्छु र यसको त भिडियो मैले डाउनलोड गरेको छु नि त त्यसले सोचेको अरे डाउनलोड गरेको छ नि तेरो फ्यामिली फोटो हाल्छु मैले हेर त यहाँ तेरो फ्यामिली होइन यो को आमा होला जसै होस् मलाई मतलब भएन एकखेप छोडिदिनु सरी भन्छ होला नि त किन छोड्नु त्यसको के को विचार हो र सिर्जना झारे नि अहिले हेर त अहिले मेरो फेसको हेर अहिले साला कुकुर नि अहिले रोक न अहिले मैले हाल्छु अहिले रोक अहिले हेर्दै छ अहिले ऋतु पनि रिसिट आयो भने मलाई थाहा छ ऋतुको बानी बेहोरा गाली गर्ने ऋतुको बानी बेहोरा मलाई सबै थाहा छ एकदम आइपुर आइहाल्छ अहिले मैले चाहिँ गर्ने के नै भनेर रोशन तामाङले म्यासेज गरेको छ छैन अहिले मैले के गर्छु गर्नु हेर्दै जा ल है हेर्दै जा अहिले हेर्दै जा हामी सपोर्ट गर्छौँ हामी माया गर्छौँ माया हो माया गर मुखले गरेर हुन्छ माल हान्नु पर्यो नि माया तिमीलाई माया चाहिन्छ कि तिमीलाई पैसा चाहिन्छ पैसा चाहिन्छ नि फर्स्ट कुरो त होइन माया चाहिँदैन माया कति होला गर्ने त्यही त भनेको मान्छे आएर आएर मलाई गाली गर्छन् भनेको क्या अरूको लाइफमा बोल्नुभन्दा सोचेर बोल्नु खै दुईजनाले नराम्रो कमेन्ट गरिदिनु अरे उहाँलाई त्यसो भन्दा रिसाउनुहुन्छ म चाहिँ जहिले पनि किनभने प्रतिक्रियावादीको बहिष्कार गर्नेमा छुइनँ किनभने हामीलाई पनि एउटा होस्टर हो उहाँ होस्टर हुनुहुन्छ उहाँलाई कसैले रिस उठाइदिनुहुन्छ भने त्यही भएर चाहिँ उहाँ उग्रपन्थी हुनुभएको नत्र पहिला पनि यस्तो गाली आउँथ्यो सबका मैले फोटो भिडियो कुदाएको थिएँ कतिले मलाई माफी मागेको थियो रुन्थ्यो कति कराउँथेँ है मैले पछि हात पाउ जोरो तिनीहरूले पछि म माफ मागेर मैले हटाएको थिएँ होइन अझै पनि कतिले पनि टिकटकमा गाली गरेको थिएँ मलाई चाहिँ फेसबुकमा गाली गरेको थिएँ टिकटकमा आएर दिदी प्लिज गरे हटाइदिनु त्यस्तो नगर्नु गरे प्लिज दिदी मबाट गल्ती भयो गरे तपाईँको खुट्टा ढोक्छु हजुरको पाउ पर्छु भन्ने मान्छे कति आयो क्या बुझ्यो नि झारेहरू आएर गाली गर्ने यस्तो हुन्छ नरिसाइदिनु
त्यही त भनेको कान्छी आएर गाली गर्ने साला कुकुर्नी आइडी प्राइभेट गरेछ किन डराउनु पर्यो आइडी प्राइभेट गर्नेले छोडिदिनु फेरि गाली पनि गर्नु छ फेरि आइडी पनि प्राइभेट गर्नु छ भनेको सिर्जना तामाङ ला छैन कसलाई मलाई भने हो तपाईँको आइडी अहिलेसम्म के भएको छैन गएको छैन एउटा है चारो ठुला आइडी त गाउँ चारो आइडी खाएपछि हो र चारवटा खाइसक्यो उसले पनि त चारवटा खाइसक्नु भयो लगभग चारो त खाएँ यो आइडी ठोक ठोकिहाल्छु नि त्यो झारेनीलाई मैले डर ठोक्छ आज मलाई सन्चो नभएर मात्र म बोल्न सकेको छैन म यस्तो ठोक्ने थिएँ मैले त्यसलाई त मैले यो पनि यो ठुलो होला तिम्रो अहिले सबैभन्दा हिट कहाँ योभन्दा ठुलो आइडी गएको मेरो 6 लाखको आयो 6 लाख फलोवर्स अगाडि उड्या हो यो अहिलेको हालको लेटेस्ट यो 24,000 मा रन अप